आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू, सबै प्रशंसा केवल एक अल्लाह ताआलाको लागि हो। दुरूद तथा सलाम होस् हाम्रो अन्तिम रसूल मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम माथि। प्रिय दाजुभाइ तथा दिदीबहिनीहरू, आज म यस भिडियोमा इस्लाममा अरूको सम्मानको विषयमा चर्चा गर्नेछु। आशा गर्दैछु तपाईहरू यस भिडियोलाई ध्यानपूर्वक सुनि र हेरिदिनु होला। आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू, इस्लाममा अरूको आदर गर्नु यो एउटा शरई कर्तव्य र उच्च नैतिक मूल्य हो। यो अल्लाह ताआलाको महानताको सम्मान र सम्पूर्ण मानव जातिलाई प्रदान गरिएको सम्मानबाट उत्पन्न भएको हो। इस्लामले सम्मानलाई एकता, सद्भाव र बलियो समाज निर्माणको आधार बनाइएको छ। यसका विभिन्न रूपहरू छन् जसले समाजका सबै वर्गलाई समेटिएको छ। इस्लाममा अरूको सम्मानका केही रूपहरू यी हुन्। आफूभन्दा ठुलालाई आदर सम्मान र सानालाई माया र दया गर्नु। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभयो, मल्लम युअक्किरिन कबीर व यरहमिस सगीर व यअमुर बिल मारूफ व यनहा अनिल मुनकर। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लमले यस हदीसमा भन्नुभयो कि जसले आफू भन्दा ठुलालाई सम्मान, आदर र सानालाई माया र दया गर्दैन र राम्रो कुरा र कार्यका आदेश र नराम्रा कुरा र कार्यबाट रोक्दैन, यो व्यक्ति हामीहरू मध्ये पर्दैन। आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू, सम्मानको सामाजिक फल अर्थात लाभ के हो? आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू, सम्मानको सामाजिक लाभ अथवा फल यी हुन्। सम्मानले समाजमा प्रेम, विश्वास र आपसी सद्भाव बढाएर बलियो र एकताबद्ध समाज निर्माण गर्छ। यो अल्लाह र मानिसहरूको माया प्राप्त गर्ने उत्कृष्ट नैतिक गुण हो। यसले मानिसको इज्जत, प्रतिष्ठा र मर्यादाको रक्षा गर्छ तथा शंकास्पद र नीच कार्यहरूबाट टाढा राख्छ। आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू, अन्तिममा अल्लाहसँग म प्रार्थना गर्दैछु कि अल्लाह ताआला हामी सबैलाई आफू भन्दा ठुलालाई सम्मान र आदर र सानालाई माया र दया गर्ने तौफिक दियोस्। वसल्लल्लाहु अलैहि वसल्लम।